के राजा वीरेन्द्रका दाजु थिए रविन्द्र शाह? हो, उनी राजा महेन्द्रका जेठा छोरा थिए। तर यो कुरा आजको समाजमा निकै कम मानिसलाई मात्र थाहा छ उनी राजा महेन्द्रका जेठा छोरा थिए भनेर। अनि किन रविन्द्र शाह राजा नभएर वीरेन्द्र शाह राजा भए त? विवाह हुनुभन्दा अगाडि नै महेन्द्रको दरबारकी खयासी काम गर्ने सुसारे गीता गुरुङसँग प्रेम सम्बन्ध थियो। महेन्द्र 18 वर्षको हुँदा नै रविन्द्रको जन्म भयो। उनलाई दरबारमा राजकुमार पदवी प्रदान गरिएको थियो। विक्रम सम्वत 1915 मा जन्मेका रविन्द्र शाहको अनुहार र जिउडाल ठ्याक्कै महेन्द्रको जस्तै थियो। उनले लेखेको गीत एक समय रेडियो नेपालमा अत्यन्तै लोकप्रिय थियो। उनकी आमा गीता दरबारकी सामान्य नोकर्नी थिइन्, त्यसैले रविन्द्र राजाको जेठो छोरो भएर पनि राजा हुने भाग्य लिएर आएनन्। तत्कालीन युवराज महेन्द्रसँग गहिरो प्रेमको उपहार स्वरूप रविन्द्रको दरबारमा जन्म भए पनि गीताले आफ्नो छोरालाई राजा बनाउन जोड गरिनन्। बरु राजाको सन्तानको रूपमा नारायण हिटी दरबार भित्रै बस्न पाउनुपर्ने उनको माग थियो, जुन पूरा हुन सकेन। राज दरबारमा भाइहरू वीरेन्द्र र ज्ञानेन्द्रसँग खेल्दै रविन्द्रको बाल्यकाल बित्यो। भाइहरू वीरेन्द्र र ज्ञानेन्द्रलाई रविन्द्र अति नै माया गर्थे। तर दरबारबाट भाइहरूसँग छुटिनु पर्दा रविन्द्र धेरै रोएको इतिहासकारहरूले लेखेका छन्। भाइहरूसँग रविन्द्रको साह्रै मेलमिलाप थियो। बिछोड हुँदा ससाना केटाकेटीहरू रविन्द्र, वीरेन्द्र र ज्ञानेन्द्र रोएका थिए। महेन्द्रकी विवाहित रानी इन्द्रराज्य लक्ष्मी देवी शाहको 24 वर्षको उमेरमा निधन भयो। 6 सन्तानकी आमा युवराजकी इन्द्रराज्य लक्ष्मीले मर्ने बेलामा गीताको हातमा हात राखेर भनेकी थिइन्, म मर्ने भए मेरा ससाना छोराछोरी तिमीलाई जिम्मा दिँदैछु। राम्रो हेरचाह गर्नु है गीता, तिमी नै यी सबैकी आमा हौ। रविन्द्रको आमा गीताले वीरेन्द्र, ज्ञानेन्द्र सहित सबैलाई उत्तिकै माया गरेर हुर्काइन्। उनी रानी भए पनि यथार्थमा नोकरानी थिइन्। इन्द्र राज्य लक्ष्मीको निधन भएपछि महेन्द्रले आफ्नी साली इन्द्रकी बहिनी रत्न राज्य लक्ष्मी देवीसँग दोस्रो विवाह गरे। महेन्द्रले रत्न राज्य लक्ष्मीसँग विवाह गरेपछि गीता गुरुङ र रविन्द्र शाहले दरबार त्याग्नु परेको थियो। राजा महेन्द्र र दरबारकी सुसारे गीता गुरुङ बीचको प्रेम जीवन र उनीहरूका सन्तान रविन्द्र शाहको जीवनमा आधारित उपन्यास नै लेखिएको छ, दरबार बाहिरकी महारानी। साहित्यकार नगेन्द्र न्यौपानेले यो उपन्यास लेखेका हुन्। यस्तै ऐतिहासिक र जानकारीमूलक भिडियो हेर्नका लागि फलो गर्न नभुल्नुहोला। धन्यवाद।